नमस्कार। अनलाइन ड्रिम युट्युब च्यानल हेरेर बस्नुभएका तपाईँ सम्पूर्णमा न्यानो अभिवादन। सदा चाहिँ आज पनि एउटा नयाँ श्रृङ्खला लिएर उपस्थित भइसकेको छु र आज चाहिँ म यहाँलाई इमिसमा प्रति विद्यार्थी लागतको आधारमा शिक्षण सिकाइ व्यवस्थापन अनुदानमा कसरी गर्ने भन्ने विषयमा छोटो भिडियो बनाउन लागिरहेको छु। आशा छ यहाँहरूले भिडियोले अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। तपाईँले कुनै पनि ब्राउजर ओपन गरिसकेपछि इमिस लगइन गर्नुहुनेछ। यहाँनिर चाहिँ तपाईँले आफ्नो विद्यालयको युजर आइडी र पासवर्ड टाइप गरिसकेपछि यहाँनिर चाहिँ तपाईँले क्याप्चा हाल्नुपर्ने हुन्छ। क्याप्चा हानिसकेपछि तपाईँले लगइन गर्नुहोला। लगइन गरिसकेपछि तपाईँको ड्यासबोर्डमा आइपुग्नु भएको छ र आज चाहिँ हामीले चाहिँ प्रति विद्यार्थी लागतको आधारमा शिक्षण सिकाइ व्यवस्थापन माग फारम हामीले चाहिँ माग गर्नुपर्ने भएको हुँदाखेरि उक्त सेक्सनमा हामी जाँदैछौँ। त्यसको लागि तपाईँले रिक्वेस्ट टु फर्ममा जानुहोला। रिक्वेस्ट टु फर्ममा गइसकेपछि तपाईँले चाहिँ पिसिएफ फन्ड भन्ने छ, पिसिएफ फन्ड फर्ममा जानुहोला। त्यहीँ गइसकेपछि तपाईँले यहाँनिर चाहिँ के पाउनुहुन्छ भन्ने विषयमा चाहिँ यहाँनिर सबै कुरा यहाँनिर कोलममा देखाइएको छ। अब तपाईँले चाहिँ यहाँ सिधै गएर सिलेक्ट इयर गर्नुहोला 2082 लोड गर्नुहोस्। यति गरिसकेपछि यहाँनिर चाहिँ तपाईँको विद्यालयको इमेज कोड यहाँ देखाउनेवाला छ। त्यसपछि विद्यालयको नाम, तपाईँको विद्यालयको ब्याङ्क खाता यहाँ छ। त्यसपछि कुन ब्याङ्क हो त्यो पनि यहाँ देखाएको छ। अब प्रति कक्षामा तपाईँको विद्यार्थी कति छन्, जस्तै पूर्व प्राथमिक तहमा अथवा बाल कक्षामा, बाल विकासमा इसिइडीमा चाहिँ तपाईँको विद्यार्थी कति छ यहाँनिर देखाइरहेको छ। उक्त विद्यार्थीले प्रति विद्यार्थी 500 दरले प्राप्त गर्छन् र उक्त विद्यार्थीले प्राप्त गर्ने रकम यहाँनिर देखाइरहेको छ। त्यसपछि कक्षा 1 नयाँ भर्ना भनेको छ। नयाँ भर्ना कति भएको छ उनीहरूको यहाँनिर देखाएको छ। प्रति विद्यार्थी 100 दरले पाउँछ। त्यसै गरी कक्षा 1 देखि 5 सम्म विद्यार्थी अब उनीहरूले चाहिँ प्रति विद्यार्थीका दरले प्रति विद्यार्थी 150 का दरले प्राप्त गर्छन्। त्यसै गरी कक्षा 6 देखि 8 सम्मको प्रति विद्यार्थी 200 का दरले प्राप्त गर्छन्। अनि त्यसै गरी कक्षा 9 र 10 प्रति विद्यार्थी 200, कक्षा 11 र 12 प्रति विद्यार्थी 250 गरेर त्यसै गरी जम्मा अब अन्य थुप्रै छन् यहाँनिर चाहिँ होइन। कक्षा 11 12 को त्यसपछि प्राविधिक धारमा अध्ययनरत विद्यार्थीहरू कति छन् 9 देखि 12 सम्मको, उनीहरूले चाहिँ प्रति विद्यार्थी 15,000 का दरले प्राप्त गर्छन्। र यो चाहिँ सबै कुरा यो चाहिँ वार्षिक रूपमा हो र जम्मा विद्यालयमा कति प्राप्त गर्छन् भन्ने कुरा यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ। अब यहाँनिर चाहिँ के छ भने यहाँनिर चाहिँ यहाँ स्थिति भनेको छ। यहाँ स्थिति चाहिँ के गरेको छ भने नट रिक्वेस्ट टु पालिका भनेको छ। यहाँ चाहिँ पालिकामा यहाँनिर सेन्ड गरिएको छैन, पालिकामा यो चाहिँ माग फारम पेश गरिएको छैन भन्ने कुरा यहाँ जानाउँछ। अब तपाईँ हामीले यति गरिसकेपछि अब यहाँनिर तपाईँले यहाँनिर प्रिन्ट गर्न सक्नुहुन्छ। यसरी प्रिन्ट गर्नुहोला। र यहाँनिर चाहिँ यो अहिले पालिकामा पठाइएको छैन र पालिकामा नपठाइएको र पालिकाले एप्रुभ नगरेको हुँदाखेरि यहाँ चाहिँ तपाईँले यहाँनिर नो डाटा डिस्प्ले भनेको छ। यहाँनिर चाहिँ देयर आर नो डाटा डिस्प्ले भनेको छ। यहाँनिर चाहिँ देखिएको छैन। जब तपाईँको पालिकाले चाहिँ एक्सेप्ट गर्छ, एप्रुभ गर्छ, त्यसपछि तपाईँले त्यहाँनिर देख्न सक्नुहुन्छ। अब त्योभन्दा अगाडि चाहिँ अब हामीले के गर्नु सकिन्छ भने यहाँबाट एक्सपोर्ट गरेर एक्सलमा पनि हेर्न सक्नुहुनेछ। अब हामी यहाँनिर सिधै के गरौँ भने सेन्ड टु पालिका गरौँ। मैले सेन्ड टु पालिका गरेँ। अब यहाँ के भनेको छ भने एकपटक सेन्ड टु पालिका गरेपछि पुनः सच्याउन मिल्दैन, त्यसैले विवरण एकिन गरी मात्र पठाउनु होला भनेको छ। यहाँ विद्यार्थी विवरण तपाईँले हेर्नुहुनेछ। यो सबै विद्यार्थी विवरण ठिक छ छैन त्यो हेरेर मात्र तपाईँले सेभ गर्नु होला। म चाहिँ यहाँनिर सेभ गरिदिन्छु। सबै कुरा ठिक भएको हुँदा मैले सेभ गरिदिएँ। सक्सेस पिसिएफ फन्ड फ्रम ह्याज बिन सेभड सक्सेसफुली भनेको छ। अब हामीले यहाँनिर चाहिँ सेन्ड गरिसकेका छौँ। अब यहाँनिर हेर्नुहोस् त तपाईँको यहाँनिर के देखाएको छ भने अलरेडी सेन्ड भनेको छ। यहाँ तल स्थितिमा पनि रिक्वेस्टेड भनेको छ। र यसरी चाहिँ हामीले प्रति विद्यार्थी लागतको आधारमा शिक्षण सिकाइ व्यवस्थापन अनुदान माग गर्न सकिन्छ। सिकाइ सामग्री तथा डिजिटल सिकाइ सामग्री व्यवस्थापनका लागि अनुदान भनेको छ। यहाँनिर चाहिँ यो भिडियो आजको यो प्रति विद्यार्थी लागतको आधारमा शिक्षण सिकाइ
व्यवस्थापन अनुदान माग फारम भर्ने सम्बन्धी भिडियो तपाईँले कस्तो लाग्यो? तपाईँको विचार सल्लाह सुझावको रूपमा कमेन्ट बक्समा छोडिदिनु होला र फेरि पनि यस्तै भिडियोहरू तपाईँले हेर्न पाउनुहुनेछ। त्यसको लागि तपाईँले यो च्यानललाई सब्सक्राइब पनि गरेर सहयोग गरिदिनु होला। फेरि अर्को श्रृङ्खलामा भेट्ने बाचाका साथ यहाँहरूमा बिदा हुन चाहन्छु। फेरि भेटौँला। यहाँहरूको पल शुभ होस्। धन्यवाद। नमस्कार। यो एन्ड स्क्रिनमा देखिएको भिडियोहरूले पनि तपाईँले सहयोग गर्न सक्छ। त्यसैले यसलाई पनि तपाईँले हेरेर सहयोग लिन सक्नुहुनेछ। यो भिडियोले पनि तपाईँले साथ दिन सक्छ है त।